ताराहार खालको त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर्पाको माया त रहेछ धारिलो चुरा रेटिन पर्यो नि आज चाहिँ यहाँ माथि जङ्गल हिँडेर चाहिँ उकालोमा चाहिँ उहाँको दम छ, ओह्रालोमा घुँडा खान्छ। यो किन भन्दा उहाँ चाहिँ लामो समयसम्म चाहिँ तराईतिर क्षेत्रमा अहिले पहाडी इलाकामा चाहिँ उहाँलाई त्यो खालको अलिकति समस्या आइपरेको छ। होइन हौ सर, होइन कुलो चाहिँ जता बगाए बाटो त खुल्ला ठुलो रहेछ है। गुराँस क्या दामी हो नि। सबसे अन्तिम गाउँ हो यो हाम्रो पश्चिम सिक्किम उत्तरेको। यहाँदेखि उँभो गएको चाहिँ माथि नै सम्म। आज पनि हिँड्ने रहर जाग्यो हाम्रो। आज चाहिँ यहाँ माथि जङ्गल हिँडेर चाहिँ साम्बेनी डाँडा चाहिँ आज यो माथि रानीवन हुँदै हिँड्दै जङ्गलको बाटो जाने त। उकालोमा चाहिँ उहाँको दम छ, ओह्रालोमा घुँडा खान्छ। यो किन भन्दा उहाँ चाहिँ लामो समयसम्म चाहिँ तराईतिर क्षेत्रमा अहिले पहाडी इलाकामा चाहिँ उहाँलाई त्यो खालको अलिकति समस्या आइपरेको छ। होइन हौ सर, होइन कुलो चाहिँ जता बगाए त्यतै बगिन्छ क्या। अनि पुरा चाहिँ नि जसो भयो त्यस्तै भइहाल्छ। अनि म चाहिँ त्यो खाले हामीले सोचेको जस्तो रहेन रहेछ। तर अहिले हुँदै होइन नि, म चाहिँ हुँदै होइन। अहिले नतिजा के हुन्छ त्यो अहिले भएर हेर्नुपर्छ। उहाँ एक्लै भए तापनि हामीले सोचेको भन्दा बेग्लै रहेछ। काम पुरै त्यसरी गर्नु पर्यो नि त, किन डराउने। म चाहिँ एकछिन बिदा मागे। हवस् हुन्छ सर, म बियो सर आउनु चाहिँ। यो फिसरिज फार्मदेखि यहाँ उकालो लाग्यौँ। आज चाहिँ हामी यहाँबाट जङ्गल भएर रानीवन भएर चाहिँ हामी माथि हिल्लेरी पार्कको थियो साम्बेनी डाँडा पुग्ने। आज पनि जङ्गलको आनन्द लिने, चिसो हावा फेर्ने, हेल्थ बेनिफिट लिने गाडीमा नगएको आज पनि हिँडेरै जाने। यहाँ अगाडि जानु हुँदैछ हाम्रो जिके बुबु, हाम्रो बिके मामा, बिके कुम्बा। यो बाटो चाहिँ पहिला एक दुई खेप चाहिँ हिँडेको यो बाटो, तर आज फेरि हिँड्दैछु। यति मजा आउँछ प्राकृतिकसँग रमाउनु, प्राकृतिकसँग क्लोज भएर हिँड्नु, हरियो झारपात ढुङ्गा माटोसँग चाहिँ हिँड्नु साह्रै मजा आउँछ नि साथी हो। हाम्रो जिके बोर्डले चाहिँ साह्रै हिँड्नु मन पराउनुहुन्छ अनि हामी पनि हिँड्नै मन पराउँछौँ होइन। गाडी त पुरा पाएको नि हामीले। यता कुङ्बा हुनुहुन्छ, यता हाम्रो गायक कुङ्बा। आजभन्दा धेरै वर्ष अगाडि उहाँले दार्जिलिङ गएर स्टुडियोमा गीत पनि निकालेर चाहिँ उहाँले एउटा ठुलो सपना पुरा गरिसकेको छ। उहाँको फेभरेट गीत चाहिँ ओह्राली लागेको गीत हो, रामकृष्ण ढकालको। त्यो गीत पो गाउला जस्तो छ त। गाउँ होइन सिमसाक क्या उहाँलाई याद हुन्छ। उहाँ यहाँको चाहिँ भेगिटार हो, उहाँलाई याद हुन्छ। त्यसले गर्दाखेरि हामी उहाँलाई नै फलो गरेर जाँदैछौँ। यो कसले खाले पानी हो, यहाँ पानी फुस्केको रहेछ।
जेजेनको पानी ओराली लागेको हरिणको छल हो बचुन्जेलसम्म पनि मरेकै हाल हो छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले। गीत गाउँदै गाउँदै उकालो बाटो काट्ने मेलो हाम्रो। गीत सङ्गीत भनेको हाम्रो चाहिँ एउटा प्राण नै हो हाम्रो। गीत सङ्गीत भनेको एउटा हाम्रो चाहिँ साथी हो। त्यसले गर्दाखेरि जहाँ जहाँ जान्छौँ त्यहाँ त्यहाँ गीत गाउँछौँ है। चन्दन पनि भन्छ नि होइन हजुर चन्दनको चाहिँ धेरै महत्त्व रहेछ। चन्दन कहाँ छ? यहाँ छ चन्दन। त्यसको कलर नि कलर कलर कति राम्रो हुन्छ। कहाँ पो? ए चन्दन त उयो काँडा मुहर राम्रो शीर्ष जस्तो जुन तारार खाको त्यो जोडिँदै सबैले भन्थे ईश्वरकै वर पाएको। मुहर राम्रो शीर्ष जस्तो जुन तारार खाको त्यो जोडिँदै सबैले भन्थे ईश्वरकै वर पाएको। माया त रहेछ धाइलो चुरा रेटिन पर्यो नि रेटिन पर्यो नि बसै उठाउने कस्तो यो खेल हो जीवनमा धेरै 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 नै झेल हो। छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले। यतिको उकालोमा गीत गाउँदै हिँड्ने चाहिँ हिँड्ने नै भनेर आफैले आफैलाई कति राम्रो गीत गाउनु भयो। तपाईँहरूको स्वर त मोपाई भन्नु भएको छैन। स्वरै राम्रो। अलिकति तेर्सो बाटो भेटियो। आज यो रानीवनको जङ्गलमा के भेटिन्छ के देखिन्छ रानीवन भन्छ। आफूले पनि हेर्ने तपाईँहरूले पनि देखाउने मेरो एउटा विचार हो, मेरो एउटा चाहना हो। राम्रो कुरा हेर्न लागि तपाईँहरू मेरो भिडियोमा सधैँ सधैँ जोडिरहनुहोला। यहाँ गुराँस फुलिरहेको छ। अहिले गुराँसको सिजन छ। जताततै गुराँसकै गुराँस गुराँसै गुराँस। गुराँस मनपर्छ भने गुराँसको फुल हेर्नु तपाईँहरू पनि हाम्रो पश्चिम सिक्किमको उत्तरीतिर आउनु सक्नुहुनेछ। छठ चाँडैभन्दा चाँडै आउनुहोला किनभने यो गुराँसको फुलको सिजन यहाँतिर उँधो उँधो खण्डमा चाहिँ सकिसक्नु आँटेको छ। त्यसैले गर्दाखेरि माथि माथि चाहिँ यसरी फुल्दै फुल्दै जाँदैछ। हाम्रो जाने बाटो उकालो बाटो यही हो। बाटो त खुल्ला ठुलो रहेछ है। बाटो त ठुलो छ त यहाँ त फराकिलो। फराकिलो रहेछ गफ गर्दै हिँड्ने खालको। ए है गुराँस पनि अर्को फलाइरहेको छ हो। ल तल रसमा फुलहरू यहाँ चराहरू गुड लाउँछ। भमरा मौरी पुतली दुनियाँभरको किरा फट्याङ्ग्राले यहाँ बास गरेको छ। इको सिस्टम भन्ने कुराहरू हो। यस्तो कुरा देखिन्छ झुलीसम्म चाहिँ यो ठाउँहरू यहाँ छ पला सुन्नुहोस् त नदी नालाको आवाजहरू हावा चलेको चराहरू कराएको बादल उडेको मान्छेले यो कुरालाई किन फिल गर्न सक्दैन है। मान्छेले जति अब प्रकृतिलाई धोन गर्छ नि
नेचरलाई अब डिस्ट्रक्सन गर्छ यसको भ्यालु नबुझेर फिल गराउन सकेर भने यो बहुत राम्रो कुरा गर्नुभयो मान्छे शान्ति खोज्नु हामी कुनै सहरमा जानु पर्दैन धुप्पी पनि दाइ कहीँ कहीँ हामी विदेश जानु पर्दैन शान्ति खोज्नु चाहिँ हाम्रो गाउँघरमा यस्तो पाखा पखेरोमा वन जङ्गलमा आउनुपर्छ हामी उकालो बाटो सकिसकेको छ जङ्गलको बाटो सकिसकेको छ अब भने हामी गाउँतिर प्रवेश गर्नेछौँ तपाईँहरूले यो आजको छोटो भ्लग जस्तो एउटा भिडियो बनाए तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो राम्रो लाग्यो भने मेरो फेसबुकलाई फलो गर्नु नबिर्सिनुहोला लाइक कमेन्ट अनि सेयर पनि गर्नु नभुल्नुहोला धुपी हेर्नुहोस् न मजाले सप्रेको रहेछ यहाँ यसरी रोप्नु पर्ने रहेछ नि मजाले ठिक ठिकमा रोपेको छु मैले चाहिँ यस्तो ड्याङ ड्याङ गरेर रोपेँ कि यहाँदेखि चाहिँ यस्तो देखिँदो रहेछ दामी देख्दो रहेछ दामी गुराँस फुलेको रहेछ यहाँनिर यी गुराँस ठिक छ हाम्रो बहिनी होला यहाँ माथि त गुराँस गुराँस दामी दामी गुराँस हजुर अनि हाम्रो कमसेल तुम्बाको नाति हो नि त गुराँस दामी गुराँसै गुराँस गुराँसै गुराँस पुरानो ट्रेडिसनल घरहरू तल कटेज दामी बनाएको रहेछ कान्छा दाजुको दुईटा छोरा आएर हो त एउटा छोरी ए कटेज त दामी बनाएको रहेछ है यो घर चाहिँ पुरानो घर हो यो घरमा चाहिँ मेरो श्रीमतीको आमा सासु आमा जन्मेको घर नै यो घर चाहिँ यहीँ बसेर पढेको हाम्रो श्रीमती स्वर्गीय बुद्धिहाङमा सेटलिङ म निस्किने थिएँ तर आज सबै पर दुःखे घरमा गएको रहेछ र चाहिँ म निस्किनु सकिनँ निकै सालमा आएको म यहाँनिर गुराँस पुरा रहेछ रोपेको रहेछ दिन पनि ढुम्म भएको छ हिँड्दाखेरि शीतल भइरहेको छ मजा लाग्यो खुसी लाग्यो यसरी हिँड्नु पाउँदाखेरि फुलेको छ सागसब्जी कोपी पौराखी रहेछ यहाँको खै फुलेको छ माथि ए ऊ माथि रहेछ ऊ त्यहाँ पर है हामी जाँदै गरेको स्वर्गीय जसलाल लिम्बू तम्लिङको घर चाहिँ त्यहाँ जाँदैछौँ हामी अर्किड त यहाँ पर छ अर्किड चाँप फुलेको रहेछ यहाँनिर चाँप र गुराँसको कम्पिटिसन छ अहिले चाँप राम्रो फुल्ने कि गुराँस राम्रो फुल्ने फेरि यता आरूले पनि म पनि कहाँ कम्तीको म पनि तिमीहरूभन्दा बेसी फुल्छु भनेर यहाँनिर आरू पनि फुल्नुमा प्रतिस्पर्धा गरिरहेको छ चाँप र गुराँससँग मैले राम्रो देखेन होला तर हाम्रो आँखाले चाहिँ दामी देखिरहेको छ नि यहाँ
हामी चाहिँ सबसे टप घरमा आइपुग्यौँ। यो हाम्रो उत्तरे सिम्फोकको सबैभन्दा टप घर यहाँनिर भर्खर निर्माण गरेको यो हाम्रो अविरल सरको घर। यति सुन्दर घर बनाएको रहेछ उहाँले। फोटो चाहिँ तपाईँको हाम्रो एउटा ग्राउन्ड थियो फुटबल खेल्दैन क्या दामी हो नि। यति मजाले यहाँ बसेको जग्गा छ। यति ठुलो टाढा बसेको जग्गा छ। सबसे अन्तिम गाउँ हो यो हाम्रो पश्चिम सिक्किम उत्तरेको। यहाँदेखि उँभो गएको चाहिँ माथि नै सम्म नर्कट खेती गरेर चाहिँ पशुपालन गर्छ। यहाँको मुख्य आय स्रोत भनेको चाहिँ पशुपालन अनि खेती हो। त्यसले गर्दाखेरि यहाँदेखि उँभो जति देखिने नर्कटै नर्कटको खेत। अस्ति चाहिँ यहाँदेखि माथि यहाँ पनि दुःख लागेको थियो भने यहाँदेखि यहाँ तल दुःख लागेको है। हिजो अस्तिको दिन तल्लो घर र माथिल्लो घर दुःख लागेकै छ। नर्कट घारीभित्र छौँ अहिले हामी। एउटा अचम्मको कुरा चाहिँ के भएछ भन्दाखेरि त्यो माथिल्लो घरमा चाहिँ आएको पाहुना एकजना उहाँको आफन्त पनि सुधाइमा आएको, तर मान्छे जिउँदो फर्केन। मान्छेको जन्म एक ठाउँ मरण एक ठाउँ हुन्छ भनेको चाहिँ साँच्चै नै हो रहेछ। त्यताबाट जान्थेछ गाई हेर्नु यही नै हो दुःखै घर। फाइनल्ली हामी दुःखै घरमा आइसकेको छौँ। यो भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट सेयर गर्नुहोला, फलो गर्नु नभुल्नुहोला। उहाँहरू चाहिँ गाडीमा आउनु भएको, हामी चाहिँ हिँडेर आएको, तर हामीले जित्दैछ गाडीलाई। अन्त फ्रेस पनि हामीलाई नै देख्दैछ। त्यसले गर्दाखेरि चाहिँ हिँड्नु चाहिँ हेल्थको लागि चाहिँ गाडीमा चढेर आउने राम्रो रहेछ भन्ने उदाहरण चाहिँ आज पाइयो।